जय मेसी यहाँहरु सबैजनालाई आज फेरि केही समय पछाडि सत्य र जीवन लिएर तपाईहरु सामु हामी आएका छौं अनि आज चाहिँ विशेष गरेर अहिलेको हाम्रो जनसमुदायमा विशेष विश्वासी समुदायमा भइरहेको केही कन्फ्युजनहरु हामीले सुन्दाखेरि बुझ्दाखेरि त्यो कुराहरु हामीले शेयर गर्यो भने चाहिँ हाम्रो आम विश्वासी समुदायलाई बुझ्नलाई आशिषित हुनलाई सहयोग पुग्छ होला भन्ने हिसाबले अनि बाइबलबाट हेर्दाखेरि बाइबलले हामीलाई के सिकाउँछ हाम्रो विश्वासीहरुको जीवन कस्तो हुनुपर्छ भन्ने विषयलाई लिएर हाम्रो आदरणीय पास्टर जासुवा उहाँ लामो समयदेखि नेपाली गस्पल चर्चमा आबद्ध हुनुहुन्छ। सँगसँगै उहाँले सेवकाईलाई आफ्नो जीवनको अभिन्न अंग ठान्नु भएर लामो समय आजीवन नै भन्दाखेरि पनि हुन्छ हाम्रो साथमा हुनुहुन्छ। आउनुहोस् उहाँलाई हामी स्वागत गरौँ। जय मसी बस्पा। जय मसी, धन्यवाद। यहाँलाई स्वागत छ। हाम्रो दर्शक श्रोताहरूलाई तपाईं के भन्न चाहनुहुन्छ? मैले धेरै खुलाएन तर आफैले एउटा आफ्नो परिचय स्वरूप छोटो। सबैलाई जय मसी। म जसवा अहिले अमेरिकामा छु। हुन त जन्मे हुर्के दार्जिलिङमा अनि केही 10 वर्ष नेपालमा बसेर सेवाकाई गरे। 2016 मा अमेरिका आएकोदेखि 9 वर्षदेखि यता पढाइ गर्दै आफ्नो थियोलोजीमा पीएचडी गर्दै साथै नेपाली गस्पल चर्चमा पनि सेवाकाई र अरू अन्य साथीहरुसँग पनि मिलेर अमेरिकाको कन्टेक्स्टमा सेवाकाई गर्ने मौका पाएकोमा म प्रभुप्रति अति नै धन्यवादी छु। प्रभुलाई धन्यवाद। अनि हामी पनि एकदमै ब्लेस छौं तपाईको साथमा रहेर। हामीले लामो समयदेखि सँगै संगति गर्दै एउटा सहकार्यमा हिँड्ने मौकाहरु पाएकोमा अनि मैले देखिरहेको एकदमै नजिकैबाट तपाईसँग हिँडेको बसेको कारणले गर्दाखेरि मलाई थाहा भए अनुसार तपाईले लामो समयदेखि गीत संगीतमा एकदमै धेरै ध्यान दिनुहुन्छ अनि गीत संगीतलाई एकदमै रुचि राख्नुहुन्छ। एउटा तपाईको मुख्य चाहनाको कुरा पनि हो र बिब्लिकली पनि हेर्दाखेरि बाइबलको सुरुदेखि अन्त्यसम्म संगीतलाई चाहिँ एउटा परमेश्वरको महिमा गर्नलाई, आराधना गर्नलाई, परमेश्वरलाई त्यो आदर र महिमा चढाउनलाई प्रयोग गरिएको छ। अनि यही विषयवस्तुमा आज हामी कुरा गर्नेछौं बस्सी। अनि यसमा चाहिँ यो कुरालाई जोड्दै गर्दाखेरि तपाईको एउटा हुन्छ नि वर्शिपको जीवन अनि तपाईको त्यो आफ्नो वर्शिप गर्दाखेरिको आफ्नो आराधनाको जीवनको अनुभवहरु सबै दर्शक श्रोताले एउटा बुझ्ने मौका पाउनु भएको होस् अनि विशेष गरी हाम्रो कन्फ्युजनहरु पनि दूर भएको होस्। अनि प्रश्न चाहिँ यही छ सुरुमा तपाईले ओभरअल म्युजिकलाई व्हाट इज म्युजिक टु यु? संगीत भने चाहिँ तपाईले कसरी बुझ्नुहुन्छ? के हो संगीत तपाईको लागि? आई थिंक मेरो लागि चाहिँ संगीत चाहिँ सबैभन्दा परमेश्वरले दिनुभएको उत्कृष्ट एउटा यस्तो माध्यम होला जसले चाहिँ मानिसको कुनै जात, कुनै एजुकेसन लेभल हैन, कुनै फाइनान्शियल ब्याकग्राउन्ड नहेरिको नै सबैसँग एउटै समानमा व्यवहार गर्ने कुराहरुमा चाहिँ सायद एउटा म्युजिक होला क्या, जसलाई चाहिँ कसैले पनि क्याटेगोराइज गर्न चाहिँ सक्दैन। तर म्युजिक आफैमा चाहिँ एउटा अब म्युजिक भन्ने बित्तिकै जस्तो मैले भने म्युजिक हेज नो रिलिजन हैन, कुनै धर्म छैन। म्युजिक इज म्युजिक। म्युजिक इज बेसिकली हामीले म्युजिकल पोइन्ट अफ भ्यूमा हेर्नु पर्दाखेरि चाहिँ एउटा प्याटर्न हो, एउटा रिदम हो, एउटा हैन धुन हो जो चाहिँ बनिन्छ अनि त्यसले चाहिँ कुनै पनि जाति, कुनै पनि भाषी, कुनै पनि देशको मान्छेहरुलाई र मानिसको जीवनमा ठूलो प्रभाव पार्न सक्ने एउटा माध्यम हो जस्तो लाग्छ मलाई। एब्सोल्युटली। हिजो आज हामीले धेरै त्यो इन्टरनेशनल म्युजिक कन्टेस्टहरु पनि हामीले हेर्दै गर्दाखेरि त्यहाँ पनि महसुस हुन्छ कि एउटा विभिन्न देशको चाहिँ गीत संगीत प्रेमीहरु चाहिँ एक ठाउँमा आएर उनीहरुले त्यो गर्दै गर्दा मलाई के महसुस भइरहेको थियो भने संगीतको चाहिँ गीत संगीतको चाहिँ भाषा हुँदैन, सिमाना हुँदैन, क्षेत्र हुँदैन र त्यसको चाहिँ एउटा हुन्छ नि के रे दायरा हुँदो रहेछ भन्ने कुरा देख्न पाइन्छ। अनि त्यही हिसाबले गर्दाखेरि आज हाम्रो एउटा क्रिश्चियन जगतमा म्युजिकलाई कसरी हेरिन्छ त भन्ने प्रश्न मेरो मनमा आइरहेको थियो। अनि त्यस्तो हुँदाखेरि चाहिँ अब हामी जति पनि विश्वासीहरु त एउटा परमेश्वरको आराधनामा हामी भजनहरु गाउँछौं, गीत गाउँछौं, उहाँलाई आराधना चढाउँछौं। अनि त्यस्तो गर्दै गर्दाखेरि एउटा समूह छ जसले चाहिँ
चर्चमा सङ्गीत नै बजाउनु हुँदैन, चर्चमा विभिन्न किसिमको डाङडाङ डुङडुङ वाद्य वादनहरू बजाउनु हुँदैन। कतिपय मण्डलीले चाहिँ अझ भन्नुपर्दाखेरि एकदम क्वाइट हुनुपर्छ, शान्त हुनुपर्छ, तर म्युजिकहरू चाहिँ बजाउनु हुँदैन भन्ने एउटा मानसिकता छ। त्यसलाई तपाईँ के भन्नुहुन्छ? अब त्यो कुरालाई हेर्दाखेरि चाहिँ आई थिङ्क कतिपल्ट चाहिँ परिवेश र परिस्थितिले पनि ठुलो भिन्नता चाहिँ खेल्छ। जब पनि हामी म्युजिक खोल्दाखेरि, म्युजिकको कुरा गर्दाखेरि होइन बजाउनै पर्छ, त्यो चाहिँ अनिवार्य हो भन्ने एउटा तर्क छ भने होइन नबजाउँदा पनि हुन्छ भन्ने जति पनि तर्क वितर्कहरू छ नि, मलाई चाहिँ लाग्छ परिस्थिति कुन चाहिँ परिवेश र परिस्थितिमा र कस्तो प्रकारको शिक्षा प्रणालीहरूमा मान्छेहरू चाहिँ हुर्किराखेको छ नि, आई थिङ्क त्यसको चाहिँ ठुलो प्रभाव नै हो म भन्छु। तर हामीले एउटा सकारात्मक दृष्टिकोणले हेर्दाखेरि यो पनि परमेश्वरले सृजना कुनै पनि थोक होस्, चाहे हामीले नाङ्गो आँखाले देख्ने दृश्य होस् अथवा अदृश्य थोकहरू, सबै थोकहरू हामी बिब्लिकल्ली हेर्दाखेरि सबै परमेश्वरले बनाउनु भएको। सो म्युजिक आफैमा चाहिँ नि कुनै पनि मलाई लाग्दाखेरि अबाइबलीय कुरा चाहिँ छैन, तर जब हामीले त्यसको प्रयोग गर्छौँ नि, अब त्यति बेला चाहिँ हामीले कस्तो परिवेश र परिस्थितिमा त्यो म्युजिकको उपज चाहिँ हामीले कसरी गर्छौँ, सायद त्यसको प्रभाव चाहिँ मण्डलीमा पर्न जान्छ। सो जतिले म्युजिक बजाउनु पर्छ भन्ने साथीहरूलाई म भन्छु बजाउन असल कुरा हो, तर त्यसलाई हामीले कसरी बिब्लिकल्ली त्यसको प्रयोगहरू हामीले गरेका छौँ र त्यसले चाहिँ कसरी मण्डलीलाई अथवा एउटा विश्वासीलाई त्यसले चाहिँ प्रभुमा हुर्किन फाइदा पुगेको छ, त्यो पनि हामीले त्यो पर्टिकुलर कुरालाई पनि हामीले ध्यानमा दिनुपर्छ। भने जतिले चाहिँ म्युजिकै बजाउनु हुँदैन मण्डली भन्ने साथीलाई पनि म यो भन्न चाहन्छु किन होइन, उहाँहरूले कहाँबाट चाहिँ त्यो विचारहरू पोख्नुभयो र त्यो कुरा उहाँहरूले गर्दै गर्दा यदि हामीले त मैले चाहिँ व्यक्तिगत तहमा त्यस्तो व्यक्तिहरूसँग चाहिँ फेला परेको छैन, तर उहाँले म्युजिक नबजाउँदाखेरि पनि यदि उहाँहरूको कङ्ग्रिगेसन र सबै कङ्ग्रिगेसन भएको मानिसहरूलाई चाहिँ लाग्छ कि हामी प्रभुमा बढिरहेको छ भने द्याट्स ओके। तर यदि वाट इफ कि तपाईँले म्युजिक बजाउँदा झन् तपाईँको मण्डलीमा चाहिँ परमेश्वरले थप आशिष ल्याउँछ भने तपाईँले किन नगर्ने, म चाहिँ यही नै भन्न चाहन्छु। एब्सोल्युटली। अनि त्यही त अब यो म्युजिकको कुरा गर्दै गर्दाखेरि हामी अलिकति बाइबललाई हेरेर त्यसमा एक दुईवटा कुराहरू हामी अलिकति गहनतामा जाने नै छौँ। तर त्योभन्दा अगाडि एउटा आम प्रश्न तपाईँलाई बसवालाई के छ भन्दाखेरि धेरै जनविश्वासमा विशेष गरेर अहिलेको यङ जेनेरेसनमा म्युजिकको एकदमै क्रेज छ अनि मान्छेले म्युजिक सबैले मन पराउँछ होइन। अब एउटा भनाइ नै छ के अरे सङ्गीत र फुल मन नपराउने मान्छे चाहिँ कि चाहिँ अब मानसिक रूपमा समस्या छ कि चाहिँ सबै मान्छेले नेचुरली मन पराउनु पर्ने कुरा हो भन्ने एउटा भनाइ पनि छ। अनि त्यही अर्थमा मान्छेले म्युजिक मन पराउँछ अनि संसारको एउटा सेक्युलर म्युजिक भनौँ न, सेक्युलर म्युजिक सुन्नमा पनि मान्छे उत्साहित हुन्छ, लालायित हुन्छ अनि गाइरहेको हुन्छ, एउटा विश्वासी युथहरूले पनि सुनिरहेको हुन्छ, गाइरहेको हुन्छ। यस्तो अवस्थामा चाहिँ तपाईँ के भन्नुहुन्छ, कतिसम्म छ जसले सेक्युलर म्युजिक सुन्नु हुँदैन या त गाउनु हुँदैन, यस्तो खालको अभिव्यक्तिहरू पनि आउँछ, त्यसलाई तपाईँ के भन्नुहुन्छ? अब यो चाहिँ एकदमै अब जटिल भन्दाखेरि पनि अब वाइज हुनु पर्छ यो कुराको जब पनि हामी विषयलाई उचाल्छ भने। र पहिला कुरा त जुन चाहिँ शब्द छ नि सेक्रेट अनि सेकुलर होइन, हामी जुन चाहिँ सेकुलर म्युजिक भन्दै गर्दा एउटा थियोलोजियन हुनुहुन्छ, उहाँको नाम एकदमै विश्वमा प्रख्यात हुन्छ, अब्राहम काइपर है। उहाँले के भन्नुहुन्छ, उहाँको एउटा स्टेटमेन्टमा भन्दा एभ्री स्क्वायर इन्च अफ दिस युनिभर्स बिलोङ्स टु गड होइन, यो सबै विश्वको सानो सानो थोकहरू पनि बिलोङ्स टु गड भनेको मतलब चाहिँ नि उहाँको थियोलोजिकल दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ वास्तवमै भन्नुपर्दा सेकुलर र सेक्रेट भन्ने कुरा छैन। हेर्नुहोस् सबै थोक परमेश्वरले बनाउनु भएको बनिएको थोक कुनै पनि परमेश्वर बिना बनिएन र जति पनि बनिएको थोकहरू छ त्यो परमेश्वरको निम्ति बनिएका हुन्। तर यहाँ विचारसम्म पुग्नको लागि चाहिँ अब हामीलाई धेरै सङ्घर्ष गर्नुपर्छ, किनभने त्यो दृष्टिकोण बनिनुपर्छ पहिला चाहिँ होइन। सेक्रेट र सेकुलर भन्ने कुरा नै मैले उहाँको दृष्टिकोणबाट त यो अबाइबलीय छ, किनभने एभ्री स्क्वायर इन्च अफ दिस युनिभर्स बिलोङ्स टु गड। सबै कुरा यदि परमेश्वरको हो भने कसरी चाहिँ द्याट बिकम सेकुलर, खालि यहाँ चाहिँ अब प्रयोग र हेर्ने दृष्टिकोणमा। सो मैले यो कुरालाई डाइरेक्ट उत्तर दिनुपर्दा देयर इज नो यस अर नो एन्सर फर दिस क्वेसन होइन। अब यो चाहिँ सेकुलर सुन्नु हुँदैन भन्नु र सेकुलर
सुन्नुहुन्छ भनेर ठ्यापै उत्तर दिन चाहिँ मिल्दैन। तर म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ म्युजिक तपाईँलाई जुन सुरुमा प्रश्न गर्नुभयो नि, आई थिङ्क त्यो प्रश्न चाहिँ एकदम इम्पोर्टेन्ट। वाट इज म्युजिक होइन, पहिला त्यो म्युजिक भन्ने कुरालाई हामीले जब बुझेपछि र अब हामीले क्रिस्चियन पर्सपेक्टिभमा हेर्दाखेरि चाहिँ यही क्वेसनलाई मैले दोहोऱ्याउनु पर्दाखेरि चाहिँ यो क्वेसनलाई म अलिकति लाई सिम्प्लिफाई गर्छु होइन। Can Christian listen to a music that is really unbiblical or any lyrical contents that are really against Bible or against God? त्यो भन्दाखेरि चाहिँ अझै अप्रोप्रिएट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ नि। डाइरेक्टली अब क्यान अ क्रिस्चियन लिसन टु अ सेकुलर म्युजिक भन्दाखेरि पनि के क्रिस्चियनले चाहिँ अबाइबलीय शब्दहरूले भरिएको सङ्गीतहरू चाहिँ सुन्नुहुन्छ कि भन्दा, किनभने म यति पनि भन्छु कि हेर्नुहोस् है त, सेकुलर सङ्गीतहरू भन्दा नि कोही बेला नि हामीले चर्चमा गाउने सङ्गीतहरू अबाइबलीय छैन। हामी नेपाली गस्पल चर्चमा हामीले के गर्यो भने हामी जब वर्शिपमा गाउने भन्दाखेरि हामीले पहिला धेरै भजनहरू गायौँ कि, अनि पछि गएर रिभिजिट गर्दाखेरि त त्यो भजनमा त नि दूर दूर तक परमेश्वर भन्ने नाम उल्लेख छैन। हेर्नुहोस्, अनि यस्तो शब्दहरू छ कि मानिनुहोस् तपाईँ एउटा केटा र केटी चाहिँ रुखको मुनि बसेर चाहिँ हग गरेर लभ सङ गाइरहेको जस्तो क्या, त्यहाँ कुनै पनि तबाट परमेश्वरलाई महिमा हुने शब्द छैन, न त हाम्रो ध्यान नै परमेश्वरतर्फ खिच्ने। भन्दै गर्दाखेरि सेकुलर म्युजिक सुन्नु कि नसुन्नु भन्दा पहिला त हामीले मण्डलीमा गाउने म्युजिकहरू पनि कतिको चाहिँ हामी बाइबलीय छ त भन्ने कुरा इभ्यालुएसन गर्नुपर्ने स्थिति छैन। त्यो चाहिँ महत्त्वपूर्ण कुरा छ, त्यो झन् महत्त्वपूर्ण छ। तर यो जेनरल प्रश्नहरू मैले धेरै सुनिरहेको भएर यो विषयवस्तुलाई उठान गर्नुमा अब मैले के बुझेँ भन्दाखेरि एउटा हामीले जेनरली सेकुलर र नन सेकुलर भनेर छुट्याउनु चाहिँ त्यो चाहिँ एकदमै टु जेनरल भयो, एकदमै ब्रड भयो। तर त्यसो भए कतिसम्मको सङ्गीत चाहिँ सुन्ने अनि कतिसम्मको नसुन्ने भन्ने कुरा छुट्याउनलाई चाहिँ एउटा बाइबलीय मापदण्डले या त बाइबलले के कुरासम्म भन्छ त भन्ने कुराहरूलाई हामीले बुझ्न सकेर अनि चर्चमा गाउने हाम्रो भजनहरू पनि कतिको बिब्लिकल साउन्ड छ भन्ने कुरा चाहिँ हामीले सधैँ त्यहाँ मलाई चाहिँ लाग्छ सुरु चाहिँ त्यहाँ हुन्छ क्या तपाईँको नि होइन। किनभने हामी डाइरेक्ट केमा जम्प गर्दैछ भने क्रिस्चियनले चाहिँ सेकुलर म्युजिक सुन्नुहुन्छ, ओके त्यो एकदम लायबल छ त्यो क्वेसन होइन। तर पहिला हामी मण्डलीभित्र जति पनि भजनहरू गाउँछौँ नि, के त्यसलाई हामीले बिब्लिकल लेन्सले कहिले पनि इभ्यालुएसन गरेका छौँ त? किनभने पहिला हाम्रो सुरु चाहिँ त्यहाँ हुनु पर्यो। र अर्को कुरा चाहिँ अब मैले अब व्यक्तिकै नामै उच्चारण गर्नु त मिल्दैन, तर जुन प्रश्न यो उब्जनी हुन्छ नि अहिलेको यङ जेनेरेसनले धेरै सोध्छ कि क्रिस्चियनले चाहिँ सेकुलर म्युजिक सुन्नुहुन्छ, त्यो क्वेसनको पछाडि चाहिँ के छ भन्दा एउटा भनाइ, यदि तपाईँले सेकुलर म्युजिक सुन्नुभयो भने चाहिँ त्यहाँ चाहिँ तपाईँको शैतानले तपाईँको हृदयमा आउँछ अरे। हेर्नुहोस् है, मैले सुनेको होइन, अब शैतान त्यहाँनिर आयो भने चाहिँ त्यो शैतानले चाहिँ तपाईँको लाइफलाई डेस्ट्रोय गर्छ अनि तपाईँलाई नर्गतिर लाने कुरा। खासमा त्यो क्वेसनको पछाडि चाहिँ यो विचार धारणाहरू छ कि किनभने सेकुलर म्युजिक सुन्दाखेरि चाहिँ तपाईँलाई शैतानले अट्याक गर्छ अनि शैतानले जब तपाईँ अट्याक गरेपछि त्यसले तपाईँलाई ढलाउँछ अनि तपाईँ ढलेपछि चाहिँ तपाईँ चाहिँ नर्ग कुण्डमा फालिनुहुन्छ। हेर्नुहोस् है, अनि मलाई चाहिँ कस्तो सरप्राइज हुन्छ यो क्वेसनले, त्यो भनेको चाहिँ तपाईँले तपाईँ र मैले चाहिँ शैतानलाई हिरो बनाउने कुरा। हेर्नुहोस् कि तपाईँ र मैले आराधना गर्ने ईश्वर चाहिँ शैतानभन्दा त्यस्तो कमजोर छ जसले चाहिँ शैतानलाई तपाईँको हृदयमा आएर तपाईँलाई ढलाएर नर्ग कुण्डमा फाल्ने शक्ति त्यसकोमा छ। किनभने बाइबलले त यो कुरा सिकाउँछ कि जुन दिन तपाईँले आफ्नो पापहरूबाट पश्चाताप गरेर साँचो परमेश्वरलाई विश्वास गर्नु भने त होली स्पिरिट इज विथ यु, पवित्र आत्मा तपाईँसँग छ। हेर्नुहोस् होइन, जो तपाईँ भित्र हुनुहुन्छ र तपाईँसँग हुनुहुन्छ। कसरी चाहिँ शैतानले एउटा पक्का विश्वासीलाई पवित्र आत्माले चलाएको जीवनलाई चाहिँ इजिली त्यसले अट्याक गरेर लडाएर नरहेको, द्याट इज इम्पोसिबल, द्याट इज अनबिब्लिकल मेरो लागि पहिलो कुरा। हेर्नुहोस् त्यो त हुनै सक्दैन। तपाईँको कुरा सुन्दै गर्दाखेरि जस्तै जोसँग एउटा डिसर्निङ हार्ट छ, पवित्र आत्मा अनुसारले जीवन बाँचिरहेको विश्वासी छ भने चाहिँ पवित्र आत्माद्वारा त्यो डिसर्निङ हार्ट ले चाहिँ त्यो हृदयले चाहिँ छुट्याउनु सक्नुपर्छ कि यो चाहिँ बिब्लिकल छ र यो चाहिँ अनबिब्लिकल छ, यसले चाहिँ परमेश्वरको महिमा हुन्छ र यसले चाहिँ हुँदैन भन्ने कुरा। अब त्यसमा म छोटो विषयवस्तु जोड्छु, जुन चाहिँ अहिलेको जेनेरेसन चाहिँ उच्छृङ्खल छ, त्यो हामी सबैलाई थाहा छ। म्युजिकमादेखि लिएर लाइफस्टाइलमा सबै कुरामा अहिले एकदमै के अरे आक्रोशित के भन्छ एग्रेसिभ छ, उच्छृङ्खल छ। अनि त्यो अर्थमा अहिले विश्वमै एउटा हिपहप म्युजिक
म्युजिक होइन, विशेष गरेर पप म्युजिक, अझ त्यसमा भन्नुपर्दा ऱ्याप म्युजिक, अनि त्यसमा देखाइने जीवनशैली अनि त्यसमा प्रयोग गरिने शब्दहरू जुन चाहिँ एकदमै अश्लील अनि छाडा होइन, अनि त्यसमा चाहिँ अझ एग्रेसिभ भायोलेन्सको कुराहरूदेखि लिएर अरूलाई मार्नेदेखि लिएर सिध्याउने कुरा, अरूलाई सराप्ने कुरा, जति कर्स वर्डहरू भनिन्छन् यस्तो वर्डहरू उनीहरूले चाहिँ त्यो मसलाको रूपमा प्रयोग गर्छ। एउटा विश्वासी परिवारमा हुर्किरहेको बच्चाले या त एउटा विश्वासी जीवन म जिउँछु भनेर अगाडि बढिरहेको युथहरूले त्यो चिजलाई मन पर्यो, त्यसको म्युजिक मन पर्यो, बिट मन पर्यो भनेर मलाई चाहिँ यसको म्युजिक मन पर्यो त्यही भएर गाएको भन्दै गर्दाखेरि त्यो शब्दहरूको असर चाहिँ पर्छ कि पर्दैन? एब्सोल्युटली त्यो चाहिँ अब यहाँ चाहिँ बोरा आयो क्या, राम्रो कुरा। कस्तो भन्दा म्युजिक आफैमा भने नि कुनै पनि गलत चाहिँ छैन, तर जब हामी त्यसको लिरिक्सको कुरा गर्छौँ नि, यदि तपाईँले भन्नुभएको शब्दहरू चाहिँ त्यो सङ्गीतमा चाहिँ छ भने, अब त्यो गीतमा चाहिँ त्यस्तो अश्लील शब्दहरू छ, त्यो खराब शब्दहरू छ भने चाहिँ म चाहिँ के भन्छु भने एउटा होली स्पिरिटले गाइड गरेको मान्छेमा डिसर्निङ स्पिरिट हुन्छ क्या तपाईँको। त्यो व्यक्तिले, त्यो मान्छेहरूले म पास्टरजी अथवा लिडर्स अथवा मम्मी ड्याडी आई वान्ट टु सिङ दिस सङ भनेर त्यो व्यक्तिले प्रथम कुरा त भन्दैन। हेर्नुहोस् हामीलाई यदि उसले भनेको छैन, उसको अज्ञानतामा त्यो कुरा गर्दैछ भने एउटा अभिभावक, एउटा पास्टरको जिम्मा हो त्यो खालको म्युजिक चाहिँ हामीले सुन्नु पटक्कै दिनु चाहिँ हुँदैन। त्यसमा म टोटल्ली अग्री गर्छु। सो मेरो भनाइ चाहिँ कस्तो हुन्छ भने हामीले कुनै पनि म्युजिक सुन्न सकिन्छ, गाउन सकिन्छ, त्यसलाई बजाउन सकिन्छ जबसम्म त्यो सङ्गीतको शब्दहरूले चाहिँ कुनै पनि व्यक्ति विशेषलाई होइन, अथवा अझै भनौँ पर्दा क्रिस्चियन पर्सपेक्टिभमा भन्नुपर्दा अबाइबलीय र परमेश्वरको विरुद्धमा त्यो सङ्गीतका शब्दहरूले चाहिँ घोच्छ भने चाहिँ वी सुड नट सिङ दो सङ्ग्स। तर मानिनुहोस् त्यसलाई यस्तो थुप्रो भजन होइन, चर्चको सङ्गीतहरू होइन, जस्तै एउटा इङ्ग्लिस एउटा गीतको म उदाहरण लिन्छु, यु रेज मी अप, it's not a Christian song, होइन, that I can stand on the mountain, it's not a Christian song, it's a classical song। तर धेरै क्रिस्चियन्सहरूले त्यो गर्छ, यस्तो शब्दहरू छ क्या जो चाहिँ क्रिस्चियन सङ्ग्सहरू होइन, तर यस्तो सङ्ग्सहरू छ जसले चाहिँ मान्छेलाई नि सत्यतातर्फ डोर्याउने होइन, वाट इज ट्रुथ भन्नेमा मोटिभेसन के, त्यो गीत सुन्दै गर्दा चाहिँ वाट इज ट्रुथ, वाट इज लभ, वाट इज फ्यामिली, वाट इज रिलेसनसिप, यो कुराहरूलाई चाहिँ फोकस गरेको यो सङ्गीतहरू छ क्या। अब फेरि सेकुलर त म भन्दिनँ, तर देयर आर लट अफ म्युजिक विच हेज टु डु विथ लभ होइन, रिलेसनसिप, जेन्युन फ्रेन्डसिप, फ्यामिली, त्यो कुराहरूलाई त्यो म्युजिक सुन्दै गरेर त्यो गीतहरूले चाहिँ हामीलाई उत्साह दिन्छ। म एउटा वचनको खण्ड पढिदिन्छु ल। यो भन्दै गर्दा आई थिङ्क एफएससी 2 को म जब पनि यो कुरा सोध्छु, एफएससी होइन फिलिपीमै हो, फिलिपी 2 को मा पनि छ यता, फिलिपी म 4 को पढिदिन्छु नि त। फिलिपी 4 को 8 पदमा यसरी लेखेको छ होइन, फाइनली बिलभेड वाट एभर इज ट्रु, हेर्नुहोस् है त है, फाइनली बिलभेड वाट एभर इज ट्रु, वाट एभर इज अनरेबल, वाट एभर इज जस्ट, वाट एभर इज प्योर, वाट एभर इज प्लिजिङ, whatever is commendable, if there is any excellence and if there is anything worthy of praise, think about these things। हैन यसलाई म नेपालीमा पनि पढिदिनुस् न, पढ्छु। अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, अनि जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुरामा विचार गर। होइन अब यहाँ मैले त्यो वचनले पनि भन्नु खोजेको कुरा चाहिँ जुनै पनि कुरा तपाईँ र मैले गर्छौँ होइन, यदि त्यो कुराले परमेश्वरको आँखा घोच्दैन, कुनै अबाइबलीय कुराहरू त्यसमा सम्मिलित छैन भने, तर त्यो कुरा चाहिँ मानिसलाई सत्यतातर्फ, शुद्धतातर्फ, सम्बन्धतर्फ यदि हामीलाई डोर्याउन सक्ने त्यसमा क्षमता छ भने त्यो कुरा चाहिँ प्रयोग गर्नुमा चाहिँ मैले कुनै हानि चाहिँ देख्दिनँ। जस्तै मैले भनौँ म आज वर्शिप पास्टर पनि सेवाकाई गर्छु होइन, तर म आज यहाँसम्म आइपुग्नलाई म्युजिकको होइन एउटा क्षेत्रमा आराधनाको एज अ पास्टर हुनको लागि मैले जब सुरुको दिनहरूमा म्युजिकहरू सिक्दै गर्दाखेरि पनि, अब मानिनुहोस् कर्णदास सबैले चिन्नुहुन्छ होइन, कर्णदासको तपाईँले कतिवटा गीतहरू सुन्यौँ, यो वाज अ क्रिस्चियन, आई डोन्ट नो अहिले उहाँ क्रिस्चियन हुनुहुन्छ मलाई त्यति थाहा छैन, तर उहाँको कतिमा जीवनदेखि थाकिसके
भन्ने त्यो उहाँको गीतहरू सुन्नुहोस् है त त्यो गीतहरू गाउँदै गर्दा जिन्दगीको के भरोसा यो त एउटा खेलौना हो दुई आँखामा एक मास अर्कोमा र त्यो एउटा मान्छेलाई त्यो कुराले आफ्नो लाइफको यथार्थलाई हेर्नमा हेल्प गरिरहेको छ हेर्नुहोस् त्यहाँ कुनै पनि मान्छेलाई घोच्ने काट्ने छल्ने कामहरू छैन क्या सो तेरा संसारमा अब धेरै यस्तो म्युजिकहरू छ जो चर्चमा गाइँदैन तर त्यो बाहिर गाउँदाखेरि पनि मान्छेलाई कोही बेला यस्तो एक्लो फिल गरिरहेको हुन्छ हेर्नुहोस् है त अनि त्यो भजनहरू गाउँदा त्यो गीतहरू गाउँदा त्यो मान्छेलाई भित्रबाट एउटा सान्त्वना मिल्ने गीतहरू पनि छ अब त्यो गीतै नगा भन्नुको सट्टामा यदि त्यो मान्छेलाई गएर आफूलाई फाँसी हालेर मर्नुको सट्टा यदि त्यो गीत सुन्दाखेरि उसले जीवन बिताउने निर्णय गर्छन् त्यो त द्याट्स गुड मेरो लागि त मैले सोच्दाखेरि चाहिँ तर त्यसको मतलब भन्दै गरेको चाहिँ सबै क्रिस्चियनलाई गएर चाहिँ अब तपाईँ सेकुलर म्युजिक सुन्नुहोस् भन्न खोजेको पनि होइन मैले वी हेभ एम्पल होइन कोरस अनि वर्शिप सङ्ग्स द्याट हेल्प्स अस टु गेट आउट अफ आवर ब्याड सिचुएसन तर मैले भन्न खोजेको चाहिँ यति मात्रै हो कि म्युजिक आफैमा चाहिँ गलत छैन तर जब पनि हामी म्युजिकलाई एउटा लिरिकल पोइन्ट अफ भ्यूमा हेर्दाखेरि चाहिँ हरेक क्रिस्चियनले त्यसलाई चाहिँ इभ्यालुएसन चाहिँ गर्नुपर्छ र तपाईँलाई लाग्छ कि त्यो लिरिक्समा चाहिँ कुनै पनि क्षेत्रमा तपाईँलाई अबाइबल्य लागेन परमेश्वरको विरुद्ध त्यहाँनिर कुनै पनि कुरा र एउटा भनौँ एउटा कुनै जाति कुनै मानिस कुनै वर्गलाई होच्याउने जिस्क्याउने खस्याउने कुरा छैन भने मलाई चाहिँ लाग्दैन त्यहाँ कुनै प्रब्लम छ त्यो गाउन अझ भन्नुपर्दाखेरि त्यसो भए चाहिँ एउटा अझै पनि म चाहिँ अझ धेरै क्लियरिफाई होस् भन्ने हिसाबले एउटा अझ अर्को प्रश्न चाहिँ अहिलेको म्युजिकलाई यो म्युजिकलाई नै जोड्नको कारण चाहिँ संसार म्युजिकले खाएको छ म्युजिक यस्तो शक्तिशाली चिज हो जहाँनिर चाहिँ मान्छेले हरेक मान्छेले एउटा स्ट्रेस रिलिफ गर्न आफ्नो जस्तो सुकै अवस्थाहरूमा चुनौतीहरूमा गाह्रो स्थितिहरूमा सुखमा आनन्दमा म्युजिक नै बजाएर मान्छे झुम्छ रमाउँछ अनि त्यो प्रथाले हामी के अरे क्रिस्चियन समुदाय चाहिँ हामी अर्कै ग्रहको मान्छे त होइन हामी पनि त्यही कुरामा रमाउँछौँ अनि त्यस्तो गर्दै गर्दाखेरि कस्तोसम्म म्युजिक सुन्ने त भन्ने कुरा नै हो अनि विशेष गरेर अहिलेको म्युजिक ट्रेन्ड र यङ जेनेरेसनलाई मैले हेर्दै गर्दाखेरि चाहिँ अलिकति माया प्रेमको कुराहरू जस्तै यङ जेनेरेसनमा त्यो कुराहरू सुन्नु त्यो कुराहरू आउनु स्वाभाविकै कुरा हो एउटा प्रेमको गीत मायाको गीत अनि प्रेमको गीतहरू तर त्यो अहिलेको धेरै म्युजिकमा चाहिँ मैले सुन्दाखेरि उनीहरूले प्रेमको गीत गाउने भन्दै त्यसले चाहिँ एक खालको अश्लीलता भन्नुपर्दा पनि अझ हाम्रो के अरे ह्युमन फ्लेसको डिजायरहरूमा अलिकति धेरै केन्द्रित भएर त्यसले चाहिँ एक खालको हुन्छ नि के अरे अलिक बढी नै अश्लीलतातर्फ आकर्षित भएको आकर्षणको कुरा अब त्यो मोर स्पिरिचुअल भन्दा पनि फिजिकल निड्स फिजिकल एट्र्याक्सनको कुराहरू गरेको अनि त्यसले चाहिँ मान्छेको सोच हृदयलाई चाहिँ अलिकति के अरे अलिकति अपवित्र बनाउँछ कि भन्ने विचारधाराहरू म सुन्छु म आफूलाई पनि महसुस भएको चाहिँ धेरै सेकुलर प्रेम गीतहरूमा चाहिँ अलिकति बढी आकर्षणको कुरा र चाहिँ कसरी भेटौँ कहाँ भेटौँ के गरौँ अनि भेटेपछि के गरौँ यस्तो खालको कुराहरू म्युजिकले त्यो बताइरहेको सुन्दाखेरि चाहिँ सायद अब यो कुराहरू होइन संसारमा भएको कुराहरूलाई अवश्य पनि परमेश्वरबाट अलग त छैन तर त्यसलाई हामीले अलिकति छुट्याउन चाहिँ सक्नुपर्छ कि जस्तो लाग्छ तपाईँ के भन्नुहुन्छ प्रेम गीतमा कतिसम्मको प्रेम गीत चाहिँ सुने एकदम कम्प्लिकेटेड छ तर प्रेम गीतहरू छ होइन माया प्रेमको गीतहरू तर त्यो कुन हदसम्मको माया प्रेमको गीतलाई चाहिँ अब सुन्न मिल्छ भन्ने या त मिल्दैन भन्ने फेरि पनि त्यो डिसर्निङ हार्टकै कुरा आउँछ होला के भन्नुहुन्छ अब त्यो कुरा गर्दै गर्दाखेरि चाहिँ म चाहिँ अब त्यो म्युजिकमा मात्र लिमिटेड हुन्छ जस्तो लाग्दैन क्या अब हेर्नुहोस् है त त्यसरी त हामी मुभी पनि हेर्छौँ होइन जो 100मा 99.5% मुभीहरू बेस्ड अन लभ होइन प्रेम सम्बन्धी नै फोकस गरेर बनाएको हुन्छ अन्तिममा गएर अब त्यसमा अब त्यो कुराहरूलाई प्रस्ताउनको लागि मुभीमा पनि कतिवटा त्यस्तै खालको सिनहरू उहाँले क्रिएट गर्नै पर्ने हुन्छ मान्छे अब त्यो भयो एउटा अब हामी कुन देशमा जिराखेको छ त्यसमा पनि डिपेन्ड हुन्छ हेर्नुहोस् होइन हामी यस्तो देशहरूमा जिउँछौँ जहाँनिर
बाहिर अब आफ्नो छोरीसँग आफ्नो दिदीबहिनीसँग हिँड्न पनि अप्ठ्यारो हुने स्थितिहरू पनि छैन। त्यस्तो ठाउँहरूमा हामी हिँड्नै पर्छ, त्यस्तो अश्लील कुराहरू आफ्नो नाङ्गो आँखाले देख्नुपर्ने बाध्यता छ। अब त्यो मान्छेहरूलाई तिमीले यस्तो लुगा नलगाऊ, मलाई अब सेक्सुअली तिमीले अब्युज गरे भन्न नमिल्ने अब कुराहरू पनि छ। म चाहिँ के भन्छु भन्दाखेरि अब यो प्रेम सम्बन्धी गीत सुन्नको लागि पनि एउटा त अब डेफिनेटली डिसर्निङ स्पिरिट, एकदमै अश्लील त त्यो सुन्नु नै भएन। तर मैले चाहिँ कतिवटा प्रेम सम्बन्धी गीतहरू सुन्छु नि, मलाई त्यसमा चाहिँ के देख्छु भन्दाखेरि म चाहिँ एउटा ह्युमन ब्रोकेननेस क्या, जो चाहिँ बाइबलले के भन्छ भने चाहिँ हामी चाहिँ एउटा पापमा गिरेको मान्छेहरू होइन। अब त्यो पापमा गिरेको मान्छे भन्दाखेरि चाहिँ कस्तो भन्दाखेरि एउटा मान्छेमा जब हामी त परमेश्वरको स्वरूप र प्रतिरूपमा बनाएको हो नि त। वेन गड क्रिएटेड अस वी वर पर्फेक्ट होइन, राम्रो एउटा सिद्धतामा पवित्रतामा बनाएको मान्छे। तर जब पाप भन्ने कुरा मानिस जातिमा छिराएपछि चाहिँ त्यो एउटा हाम्रोमा त्यो ब्रोकेननेस छ क्या, त्यो ह्युमन ब्रोकेन, जसले चाहिँ अधुरोपना भनौँ न ठाडो भाषामा भन्दा। अनि त्यो गीतहरूले चाहिँ मलाई त्यो कुराहरू देख्नुमा सजिलो हुन्छ कि हामीले चाहेको चाहिँ पर्फेक्ट लभ हो क्या, हुन्छ नि। अनि त्यो गीतले चाहिँ के प्रस्ट्याउन खोजिरहेको छ भने चाहिँ मैले चाहिँ जुन चाहिँ प्रेमको चाहना गरेको छु त्यो चाहिँ मैले पाएको छैन, तर मैले चाहेको कुरा चाहिँ यो हो भनेर त्यो कतिवटा प्रेम सम्बन्धी गीतहरूले चाहिँ भन्छ। जसले चाहिँ मलाई के बुझ्नमा हेल्प हुन्छ भने चाहिँ परमेश्वर प्रेम हुनुहुन्छ। अब संसारले चाहिँ ठिकै उल्टा बताउँछ प्रेम चाहिँ परमेश्वर हो भनेर, तर हामी बाइबलको दृष्टिकोणमा हेर्दा चाहिँ परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ। अनि त्यो गीतहरूले चाहिँ मलाई के भन्छ चाहिँ तपाईँ र मैले यदि त्यस्तो पर्फेक्ट लभको खोजीमा छौँ, चाहनामा छौँ, पाएको छैन भने चाहिँ येशू चाहिँ त्यो प्रेम हुनुहुन्छ। अनि त्यहाँतर्फ यदि त्यो गीतले सोच्नमा अनि बाध्य बनाउँछ भने, किनभने कतिपल्ट मान्छेको मैले टेस्टमनी सुनेको छु क्या, मलाई चाहिँ ईश्वर भन्ने कुरा चाहिँ प्याट्टै मन पर्थेन, म चाहिँ नास्तिक थिएँ, म चाहिँ यस्तो यस्तो गरेर हिँड्थेँ, यस्तो गीत सुन्थेँ। र एक दिन चाहिँ एउटा मान्छेलाई सुसमाचार सुनाउनु भयो, त्यो मान्छेले मलाई भन्यो प्रेम चाहिँ परमेश्वर होइन तर परमेश्वर चाहिँ प्रेम हो। त्यो दिन चाहिँ मेरो ढकनी खोलियो दिमागको। अनि मैले सोध्न थालेँ पक्कै हो र भन्दा मैले बाइबल खोलेर हेर्दाखेरि त साँच्चै परमेश्वर प्रेम। अनि मैले श्री यीशुलाई पाएँ। त्यस्तो व्यक्तिको टेस्टिमनीहरू मैले सुनेको छु क्या। भनेको मतलब त्यो गीतले त त्यो मान्छेलाई परमेश्वरसँग दर्पिन त हेल्प भयो नि त। कसरी त्यो इभल भयो त्यो त भएन नि त त्यसो भने। सो मैले फेरि पनि भन्छु सबै सेकुलर शब्द नै नभनौँ, तर गीतहरूमा चाहिँ अब अश्लीलै कुरा मात्रै हुन्छ भन्ने पनि छैन। हेर्नुहोस्, गड हेज गिभन अस डिसर्निङ स्पिरिट थ्रु होली स्पिरिट, अनि त्यो हामीले प्रयोग गर्नुपर्छ। तर त्यो भन्दै गर्दा फेरि पनि म यो भन्छु कि के चर्चको परिवेश र परिस्थितिमा गीतै परमेश्वरप्रतिको भजनहरू अपुग भएको हो कि हुन्छ नि, त्यो एउटा मानिसको हृदयलाई डोराउन नसक्ने क्षमता भएको भजनहरू पो तपाईँ र मैले चर्चमा गाइरहेको छौँ र मान्छेले चाहिँ चर्चको भजन नगाएर बाहिरको भजन गीत सङ्गीतमा आँखा लाउनु पर्ने स्थिति भएको हो कि? यो प्रश्नले चाहिँ मलाई त्यता पनि लान्छ। हेर्नुहोस् है त, यदि पर्याप्त मात्रामा मण्डलीमा गाउने भजनहरूले हाम्रो सबै एउटा हुन्छ नि खाँचोहरू चाहिँ मिट गरेको भए सायद हाम्रो मण्डलीको जवानहरूले अथवा मण्डलीको मान्छेहरूले म सेकुलर म्युजिक सुनौँ कि नसुनौँ पनि भन्थेन होला क्या। सायद त्यो पनि हुनसक्छ पास्टर, यो एकदम मिठो विषयवस्तु हो। सायद अब जति पनि हामीलाई सुन्ने दर्शक श्रोतादेखि लिएर विश्वासी समुदाय जति हुनुहुन्छ जसले चाहिँ म्युजिकमा अगाडि बढिराख्नु भएको छ, गरिराख्नु भएको छ, तपाईँ हामीले नै अझ धेरै प्रेयरफुल्ली त्यस्तो धेरै सङ्गीतहरू सृजना गर्नुपर्ने पो हो कि? जुन कुराहरू मलाई महसुस पनि हुन्छ, एकताका समय थियो जतिखेर चाहिँ एकदमै पुरानो स्टाइलको त्यो के अरे भजन खालको गीतहरू मात्रै जो चाहिँ धेरै मान्छेलाई त्यो चर्चमै मात्रै गाउनुपर्छ जस्तो लाग्थ्यो। त्यहाँदेखि यता एउटा ट्रेन्ड आयो जुन चाहिँ हाम्रो एड्रियन देवानजीलाई कहिले पनि हामीले बिर्सिनै मिल्दैन होइन। पास्टर एड्रियन देवान उहाँले जानेर एक खालको म्युजिकलाई नै एउटा विश्वासी जगतमा एउटा विश्वासीको भजनहरू गाएर होइन, एउटा प्रेजको गीतहरू वर्सिप सङहरू गाएर पनि मान्छेलाई चाहिँ आनन्द मिल्छ, के अरे सेकुलर सङ नै हुनु पर्दैन भन्ने एक खालको ट्रेन्ड आयो, जसले गर्दाखेरि उहाँले त्यो क्रिस्चियन जगतमा क्रिस्चियन सङहरू क्रिस्चियन म्युजिकहरूको एक खालको भनौँ न त्यसको मोड नै चेन्ज गरिदिनु भएको कुरा मलाई महसुस हुन्छ। विशेष गरी कन्टेन्ट भनौँ न, उहाँले जति पनि अब म उहाँको भजनहरू हामी मण्डलीमा गाउँदै गर्दा यो चाहिँ क्लियर हुन्छ क्या, हामीलाई
परमेश्वरतर्फ फर्किनलाई ठुलो ऊर्जा मिल्छ क्या त्यो भजनहरू गाउँदै गर्दा जसले चाहिँ अझै हामी परमेश्वर तपाईँसँग कसरी हामी नजिकमा जाने अथवा स्वर्ग कस्तो देखिन्छ अथवा परमेश्वरसँगको सम्बन्ध कस्तो देखिन्छ हाम्रो एउटा एकअर्कासँगको सम्बन्ध कस्तो देखिन्छ यो वन जङ्गल झरना यसो हेर्दाखेरि पनि वाउ त्यसले परमेश्वरलाई रिफ्लेक्ट गरेको कुराहरू उहाँको भजनमा पाउँछ क्या हामी त्यो हो नि त कति सुन्दर छ अनि यो किन सुन्दर छ अनि यसले चाहिँ परमेश्वरलाई कसरी प्रतिनिधित्व गरिरहेको छ त्यो कुरा अनि मैले एक दुईटा बाइबल भर्स चाहिँ यहाँ कोट गरिरहेको थिएँ जुन चाहिँ एउटा म्युजिक चाहिँ सृष्टिको सुरुदेखि होइन के अरे एउटा जेनेसिसदेखि लिएर चाहिँ रेभुलेसनसम्म बाइबलमा पनि देखाइएको छ बताइएको छ जुन चाहिँ मैले एउटा अयुबको पुस्तकमा अयुब 38:7 यस्तो लेखिएको छ जहाँनिर चाहिँ अयुबलाई एउटा दर्शन दिनुभएको छ परमेश्वरले दर्शनमा यो देखाइएको छ कि अयुब 38:7 जब त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए र स्वर्गदूतहरू रमाहटले कराए भनेको छ सृष्टिको सुरुमै यसरी के अरे सृष्टि गर्दाखेरि पनि त्यो जुन एउटा स्वर्गीय कुरा जब गरिन्छ परमेश्वरको वरिपरि चाहिँ स्वर्गदूतहरू अनि स्वर्गदूतहरूले गाएको रमाएको कुराहरू महिमा चढाएको कुराहरू छ इभन प्रभु येशू जन्मिएको बेलामा पनि त्यही कुरा बताइएको छ लुका 2:13देखि 14 तब एक्कासी ती स्वर्गदूतहरू स्वर्गीय सेनाको एउटा दल देखा पर्यो अनि परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति भनेर त्यहाँ पनि स्वर्गदूतहरूले त्यसरी महिमा र प्रशंसाको गीतहरू गाएको कुराहरू छ अनि यो कुराहरू देख्दाखेरि चाहिँ साँच्चै नै परमेश्वरलाई त्यो स्वर्गीय राज्यमा स्वर्गमा पनि महिमा गर्ने उहाँलाई एउटा आराधना गर्ने र उहाँलाई प्रशंसा गर्ने एउटा तरिका चाहिँ एउटा माध्यम चाहिँ सङ्गीत नै रहेछ आराधना नै रहेछ भन्ने कुरा मलाई महसुस भइरहेको थियो अनि त्यही कुरालाई हामीले संसारमा गर्दाखेरि त्यो कुरा प्र्याक्टिस गर्ने ठाउँ त चर्च हो नि होइन अनि चर्चमा हामीले त्यो म्युजिक चाहिँ कस्तो कुरा गाइरहेछौँ त भन्ने कुरा जुन अघि तपाईँले भनिराख्नु भएको थियो त्यही कुरा जोड्न मन लाग्यो अनि यही कुराहरू हामीले हेर्दै गर्दाखेरि हामीले चर्चमा गाउने सङ्गीतहरूमा हामी अगुवाजनहरूले अनि वर्सिप लिडरहरूले तपाईँ आफैले पनि लामो समयदेखि यहाँको के अरे अमेरिकन चर्चहरूमा पनि वर्सिप लिड गरिराख्नु भएको छ कति ध्यान दिनुपर्छ तपाईँ के सल्लाह सुझावहरू दिनुहुन्छ एब्सोल्युटली हो नि अब अघि हामीले जुन भने नि सुरुमा पनि यो हाम्रो जुन बहसकै अब यो हाम्रो टक सोकै प्रश्न नै थियो कि अब हामी एउटा विश्वासीले सेकुलर म्युजिक सुन्नुहुन्छ कि हुँदैन होइन अब त्यो प्रश्न गर्दै गर्दा मलाई मनभित्रै भएको कुरा चाहिँ हामी चर्चमा गाउने भजनहरूमै कमी पढे जस्तो लाग्यो क्या मलाई पनि जहाँ चाहिँ अब मान्छेलाई पर्याप्त मात्रामा परमेश्वरप्रति र आफ्नो कति किन हामी एउटा स्पिरिचुअल मात्रै नभएर हामी एउटा इमोसनल बिइङ पनि हो नि त हाम्रो कति भावनाहरूलाई तृप्त बनाउन नसक्ने भजनहरू हाम्रो आत्मिक खाँचोहरू पुर्याउन जुटाउन नसक्ने भजनहरू चाहिँ विशेष गरी भन्छ नेपाली मण्डलीहरूमा धेरै अभ्यास भएको कारणले गर्दा नै सायद यो प्रश्नहरूको पनि उब्जनी भएको होला होइन सो म चाहिँ पहिला चाहिँ अर्को उत्तरमा जानुभन्दा अगाडि म यो उत्साह दिन चाहन्छु हरेक वर्षी पास्टर्सहरूलाई नेपाली चर्चमा आराधना गर्दै र साथै जतिले पनि सङ राइटिङमा र कम्पोजिसनमा उहाँहरू बढ्दै हुनुहुन्छ भने चाहिँ म भन्छु जति पनि भजन हामी बनाउँछौँ लेख्छौँ त्यो चाहिँ बाइबलीय हुन पर्यो बिब्लिकली रुटेड भजनहरू यदि हामीले गायौँ भने आजको 50 वर्ष पछाडि सायद यो प्रश्न सोधिँदैन होला हामीले कि एउटा विश्वासीले चाहिँ सेकुलर म्युजिक सुन्नुपर्छ कि पर्दैन किनभने हाम्रो खाँचोहरू ती भजनहरू गाउँदै जुट्यो भने हामीले प्रश्न गर्नुपर्छ जस्तो चाहिँ लाग्दैन अनि तपाईँको अर्को प्रश्न भन्नुपर्दाखेरि चाहिँ म अमेरिकामा आएँ है लगभग अहिले 3 वर्षदेखि वर्सिप पास्टर गर्छु अनि उहाँहरूसँग सिकेको कुरा चाहिँ यो छ क्या मेरो अब हामी चाहिँ नेपाली चर्चमा आयो कुन चाहिँ भजन गाउने यो गायो डाङ गयो सक्यो होइन तर उनीहरूको चाहिँ त्यस्तो पाइँदैन रहेछ हेर्नुहोस् उहाँको चाहिँ कस्तो हुन्छ भने वर्सिप पास्टर लिड पास्टर एसोसिएट पास्टर उनीहरूको वर्सिप टिम जस्तो मानिलिनुहोस् एउटा चर्चमा म यस्तो सेवाकार्य गर्न पुगेँ जहाँ चाहिँ उहाँको ठक्कै 80 वटा भजन छ है 80 वटा भजन चाहिँ कसरी निष्कर्षमा पुग्यो भन्दाखेरि चाहिँ
उनीहरूको चाहिँ एउटा उयो छ क्या फर्मुला छ अनि त्यो फर्मुलाको नाम चाहिँ उनीहरूले मेल्ट भन्छ क्या अनि त्यो मेल्टको उनीहरूले स्ट्रक्चर गरेछ त्यो भनेको के हो भनेर त्यो गाउन कतिको मिल्छ कङ्ग्रिगेसनमा त्यो थियोलोजिकली कति अप्रोप्रिएट छ सिङ्गेबल छ कि छैन म्युजिकली कति रोबस्ट छ त्यो सबै कुराहरू चाहिँ इभ्यालुएट हुन्छ क्या तर सबै कुरामा पास भयो तर थियोलोजिकली अप्रोप्रिएट अथवा बिब्लिकली अप्रोप्रिएट छैन भने नि मलाई त्यो भजन गाउन दिन्न हेर्नुहोस् आउट त्यो भजन हामी अब त्यसले गर्दा उनीहरूले त्यो गर्दै गर्दाखेरि चाहिँ उहाँले अहिले 80वटा भजनको उहाँ लिस्ट छ त्यो उहाँले रोल ओभर गर्नुहुन्छ तर ती 80वटा भजनलाई राम्ररी हामी गायौँ भने भन्छु मलाई कोही बेला हामी बाइबलै पढ्नु पर्दैन हेर्नुहोस् त्यति डरलाग्दो बाइबलीय भर्स रेफरेन्स भएका भजनहरू उहाँले गाउनुहुन्छ कि मैले सुरुमा त्यो मण्डली जाँदाखेरि नि मैले गाउँदैछु कि मैले वचन पढ्दैछु भन्ने जस्तो फिलिङ भएको थियो क्या मलाई त्यति बिब्लिकली रुटेड भजनहरू छ सो हामी नेपाली मण्डलीमा पनि सायद यो कुरा चाहिँ अभ्यास गर्नुपर्छ होला कुनै पनि वर्षिप पास्टर्सहरू तपाईँहरू हुनुहुन्छ भने तपाईँले एउटा झुन्ड बनाउनुहोस् जुन भजनहरू हामी मण्डलीमा गाउँदैछ त्यसलाई चाहिँ हामीले इभ्यालुएसनमा चाहिँ लानुपर्छ होला कि हामीले गाउने भजनहरू चाहिँ बिब्लिकली कति अप्रोप्रिएट छ कि छैन यदि त्यो कुराहरू हामीले इभ्यालुएट गर्दै अनि त्यही भजनहरूलाई चाहिँ मात्र हामीले हाम्रो आराधना सङ्गतिमा अरू सङ्गतिमा गाउन थाल्यो भने नि सायद हाम्रो हृदयको खोक्रो भएको त्यो खाँचहरू चाहिँ ती भजनहरूले पुरा हुन्छ र भोलि गएर तपाईहरु मैले यो प्रश्न गर्नुपर्छ जस्तो मलाई लाग्दैन एब्सोल्युटली मलाई पनि त्यही महसुस भएको कुरा चाहिँ भजन यति धेरै आशिषले पूर्ण एउटा आशिषको भण्डार जस्तो लाग्छ जहाँनिर चाहिँ त्यो लेखकले अनि त्यो के अरे कम्पोजरले एकदमै प्रेयरफुल्ली त्यो चिजलाई सृजना गर्दै गर्दा लेख्दै गर्दा अनि त्यो बाइबलको हरेक के अरे बेसमा बाइबलको वचनको आधारमा बनाइएको म्युजिकहरू चाहिँ विशेष गरेर त्यो सङहरूले चाहिँ मलाई पनि त्यो शब्दहरू बुझेर त्यसको गहिराइमा डुब्न त्यो शब्दलाई मेडिटेट गर्न अनि त्यसबाट त्यो भजनमा भनेको शब्दले हामीलाई के कुरा सिकाइरहेछ या त के कुरा बताइरहेछ भन्ने कुरालाई बुझ्न त्यो रिफ्लेक्ट गर्न चाहिँ हामीले अलिकति समय दियो भने चाहिँ तपाईले भन्नुभयो जस्तै एउटा भजन सुनिसक्दाखेरि चाहिँ पुरै एउटा सर्मन नै सुनेको जस्तो महसुस हुने धेरै सङहरू बनेको छ सायद अब हामी विश्वासी जगतमा तपाई पनि सङ लेख्नुहुन्छ कम्पोज गर्नुहुन्छ बनाउनुहुन्छ सायद हामी सबैले एकले अर्कालाई यही कुरा चाहिँ अभ्यास गर्दै गयो भने र यही कुरामा एकले अर्कालाई हौसला दिँदै गयो भने चाहिँ वचनको आधारमा बनेको भजनहरूले चाहिँ पक्कै पनि हामीलाई परमेश्वरको महिमा हुनेछ र हाम्रो हृदयको त्यो खाल्डोहरू भरिनेछ जुन कुरा चाहिँ हामीले संसारमा खोज्नु पर्दैन होला अनि त्यही कुरालाई जोड्दै जाँदाखेरि प्रकाशको दुईटा पुस्तकमा यसरी भनिएको रहेछ प्रकाश 5 को 11 र 12 मा र 7 को पनि 11 र 12 मै त्यहाँनिर यो कुराहरू भनेको छ त्यो चाहिँ मैले तपाईलाई सायद म यो पढेर सुनाउँछु अनि प्रश्न के हो भनेर तपाईलाई सोध्छु मेरो बुझाइमा चाहिँ म्युजिक इज डिभाइनली युज्ड मेथड टु प्रेज एन्ड अनर गड अनि त्यो चाहिँ एन्जलहरुद्वारा पनि हैन स्वर्गदूतहरुद्वारा पनि त्यो कुराहरू गरिएको कुरा बाइबलमा बताइएको छ जुन चाहिँ प्रकाशमा यस्तो लेखेको छ तब मैले हेरे प्रकाश 5 को 11 र 12 मा तब मैले हेरे अनि सिंहासन जीवित प्राणीहरू र धर्मगुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुने तिनीहरूको संख्या लाखौं र करोडौं थियो तिनीहरू चर्को स्वरले यसो भनिरहेका थिए मारिएका थुमा सामर्थ्य वैभव बुद्धि शक्ति र सम्मान महिमा र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ स्वर्गदूतहरूले अनि त्यही कुरा प्रकाश 7 को 11 देखि 12 मा पनि यस्तै भनेको छ अनि सिंहासन धर्मगुरुहरू र 4 जीवित प्राणीहरू वरिपरि सबै स्वर्गदूतहरू उभिए र तिनीहरू सिंहासनको सामुन्ने घोप्टो परि यसो भन्दै परमेश्वरलाई दण्डवत गरे आमेन हाम्रा परमेश्वरलाई प्रशंसा महिमा बुद्धि धन्यवाद सम्मान शक्ति र सामर्थ्य सदा सर्वदा होस् आमेन 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 यो कुराहरू सुन्दाखेरि एकदमै स्वर्गमा चाहिँ त्यो म्युजिकको त्यो संगीतको एउटा माहौल हुन्छ जस्तो त्यो पिक्चर देखिन्छ अनि परमेश्वर चाहिँ संगीतसँग खुसी हुनुहुन्छ संगीतमा उहाँ चाहिँ आनन्दित हुनुहुन्छ अनि एउटा परमेश्वरलाई विश्वास गर्ने परमेश्वरलाई पछ्याउने उहाँको आज्ञाकारितामा हिँड्ने उहाँलाई आदर गर्ने मान्छेहरूले उहाँलाई देखाउने त्यो एउटा हाम्रो एउटा भनौं न
हाम्रो पोस्चर भनौँ या जेस्चर भनौँ त्यो चाहिँ एउटा सङ्गीत र आराधना रहेछ भन्ने कुरा यो स्वर्गदूतहरूले यसरी गरिरहेको गाइरहेको देख्दाखेरि पनि देखिन्छ। अनि त्यही कुरालाई हामीले यो संसारमा हुँदाखेरि चाहिँ कसरी बुझ्ने, जस्तै हामी विश्वासी जीवनमा चाहिँ हाम्रो जीवन चाहिँ कस्तो हुनुपर्छ, कि शनिबारको एक दिन मात्रै आराधना गर्न सक्ने हो कि या त हाम्रो विश्वासी जीवन नै कसरी जिउनुपर्छ भन्ने कुरालाई अलिक बुझाइदिनुहोस् न। हुन्छ, तपाईँले जति पनि रेभेलेसनको कुराहरू गर्दै गर्दा स्वर्गको कुराहरू देखिन्छ होइन। हाम्रो इतिहासमा अब इतिहासको लेखहरूमा तपाईँले फर्केर हेर्नुभयो भने धेरै थियोलोजियन इतिहासकारहरूले अभ्यास गरेर पढेर चाहिँ यो वर्षिप सम्बन्धी र मानिसको अस्तित्व सम्बन्धी सोर्टर क्याटेकिजम, लङ्गर क्याटेकिजमहरू छ क्या पेपर। अनि त्यो सोर्टर क्याटेकिजमको पहिलो प्रश्न के छ भने वाट इज द चिफ एन्ड अफ म्यान, होइन, मानिस जातिको प्रमुख कर्तव्य हो अथवा अस्तित्वको रहस्य के हो भन्दाखेरि चाहिँ टु वर्शिप गड एन्ड इन्जोय हिम फर एभर, है, परमेश्वरलाई आराधना गर्नु र उहाँमा चाहिँ सधैँ मग्न हुनको लागि चाहिँ परमेश्वरले चाहिँ मानिस जातिलाई बनाउनु। भन्नुको मतलब वी आर क्रिएटेड टु वर्शिप गड, परमेश्वरलाई आराधना गर्नकै लागि परमेश्वरले चाहिँ हामीलाई बनाउनु भएको हो, जो चाहिँ प्रकाशको पुस्तकबाट हामीलाई स्पष्ट हुन्छ हामी चाहिँ आराधनाको मानिसहरू हौँ। सो आराधना भन्ने कुरा संसारको हामी सबै कुराहरू भोलि संसारमा छोडेर जान्छौँ, तर एउटा चरित्र चाहिँ हामी बोकेर जान्छौँ अनन्तसम्म, त्यो आराधनाको चरित्र। सो मैले भन्दै गर्दा भनेपछि अब अनन्तसम्म जाने थोक चाहिँ यो आराधना हो भने त्यो कुरालाई चाहिँ हप्ताको एक दिन अभ्यास गर्ने त कुरा पक्कै भएन। हेर्नुहोस् होइन, मानिसहरूले सम्झ आराधना भन्दा शनिबार एक दिन अथवा जुन चाहिँ देशमा आराधना गर्छौँ हामी आइतबार, त्यो होइन। आराधना भनेको त हाम्रो जीवन नै आराधना हो क्या तपाईँको। सो म चाहिँ यो बुझ्नुहोस् भन्छु मान्छेलाई, जब पनि हामी आराधनाको कुरा गर्दाखेरि चाहिँ हामी बिहानदेखि उठेकोदेखि बेलुका सुतेकोसम्म जति पनि क्रियाकलाप हुन्छ त्यो चाहिँ आराधनाको अभिन्न अङ्गहरू हो। सो जुनै आराधनाको अर्को स्पष्ट बुझाइ भनेको जुनै पनि कुरा तपाईँ र मैले गर्छ त्यो कुराले चाहिँ परमेश्वरलाई चाहिँ महिमा पुगेको हुन पर्यो। हेर्नुहोस् होइन, द्याट ह्याज टु बी ग्लोरिफाइङ टु गड। जे पनि हामी गर्छौँ त्यो कुराहरू चाहिँ परमेश्वरलाई महिमा दिएको हुनुपर्छ, किनभने हामी बनाउँदै परमेश्वरले हामीलाई सुरुमा बनाउँदा नै आराधनाको लागि बनाएको मानिसहरू हौँ र हामीले संसारको सबै यात्राहरू टुङ्गाइसकेपछि भोलि जीवन हाम्रो अनन्ततामा जाँदै गर्दाखेरि पनि भोलि त्यहाँ पनि गएर गर्ने हामीले आराधना हो। अब आराधनै नमन पराउने होइन, अब भजन नै गाउने नमन पराउने साथीहरूको लागि चाहिँ म भन्छु हेभन चाहिँ स्वर्ग साह्रै बोरिङ प्लेस हुने भएको छ होइन, त्यहाँ त सधैँ आराधना मात्रै हुने भयो होइन। तर म भन्छु यदि साँचो, त्यसै कारण सायद वचनमा यो कुरा पनि लेखेको छ, हामीलाई चाहिँ जब पनि हामी आत्मा नि सत्यतामा परमेश्वरलाई हामी आराधना गर्छौँ नि, मान्छे हामी स्वार्थी यो कुरा बुझ्नलाई गाह्रो हुन्छ कि, तर हामीले चाहिँ कस्तो सोच्छौँ भने हाम्रो पहिलाको पृष्ठभूमिहरूबाट सोच्छौँ। पहिला पनि म मेरो जुन चाहिँ फर्मल रिलिजनमा थिएँ त्यहाँ पनि परमेश्वरलाई आराधनै गर्नुपर्ने, अब विश्वासी भयो यहाँ पनि आराधना गर्नुपर्ने भन्ने खालको एउटा रुखो बुझाइ छ क्या। तर मैले मेरो जीवनमा आराधना गर्दै गर्दा परमेश्वरले देखाउनु भएको चाहिँ जति म बाइबलीय तहमा आत्मा अनि सत्यतामा परमेश्वरलाई म आराधना गर्छु नि, त्यति मैले आफ्नो पहिचान मैले पाएको भेटाएको छु क्या। त्यति म कति गिरेको रहेछु हेर्नुहोस् है, म कति कमजोर रहेछु, म कति पापी रहेछु र मलाई चाहिँ परमेश्वर चाहिन्छ भन्ने कुरा जब म आत्मा अनि सत्यमा परमेश्वरलाई आराधना गरेँ नि तब मात्र मैले आफ्नो ब्रोकननेस देखेको। न म जबै आफूलाई घमण्डी थिएँ क्या, म जस्तो तपाईँ छैन, म जस्तो गाउन सक्नुहुन्न, बजाउन सक्नुहुन्न, म जस्तो बोल्नु सक्नुहुन्न, विभिन्न घमण्डको त एउटा ढेक्कै हो म क्या पहिला। तर जति मैले परमेश्वरलाई आत्मा अनि सत्यतामा आराधना गर्न थालेँ म आफू कति कमजोर, परमेश्वर बिना चाहिँ म केही पनि होइन रहेछु, आई निड गड। त्यसो चाहिँ मैले रियलाइज देखाउनु परमेश्वरले देखाएको। हजुरले त्यस्तो भन्दै गर्नु हुँदाखेरि चाहिँ मलाई एउटा के कुरा नि याद आइरहेको थियो भने कतिपय बेलामा चाहिँ हामी चर्चमै पनि आराधना गर्दाखेरि एउटा समूहले चाहिँ वर्सिपमा अगाडि बढ्दै गर्दा होइन परमेश्वरको अनुग्रहले या त परमेश्वरले कोही पनि व्यक्तिले एउटा ट्यालेन्ट या त गिफ्ट वरदान लिएर आउँछ भने त्यो त परमेश्वरबाटै आउँछ। अनि त्यो गर्दै गर्दाखेरि एकदम धुमधाम राम्रोसँग गाउने राम्रोसँग बजाउने के अरे आराधकहरू भेटिन्छ, तर उहाँहरूले त्यस्तो गर्दै गर्दाखेरि म चाहिँ धुमधाम बजाउने गाउने छु
र परमेश्वरको महिमा भयो नभएर चाहिँ म चाहिँ एकदमै के अरे गिरेको अवस्थाबाट पनि उहाँले मलाई उठाउनु भयो। त्यही अनुसारले चाहिँ त्यही भएर चाहिँ म उहाँलाई आराधना गर्छु र उहाँले दिनुभएको त्यो वरदानहरूलाई चाहिँ उहाँको महिमाको लागि म प्रयोग गर्छु भन्ने बुझाइ चाहिँ सही बुझाइ हो जस्तो लाग्यो मलाई तपाईँले भन्दै गर्नुहुँदा। तर कतिपय अवस्थाहरूमा हामी एउटा के अरे गिरेको एउटा ब्रोकन नेचर भएको कारणले गर्दाखेरि घमण्ड गरी पठाएको हो कि जस्तो पनि लाग्छ। हामी गरी पनि पठाउँछौँ कतिपय अवस्थाहरूमा। म त खतरा गाउँछु, म खतरा बजाउँछु होइन, म चाहिँ या त सेलिब्रिटी नै भइगएँ, अब चाहिँ अब अहिले त अझ तपाईँले भन्दै गर्दा सुन्नुहोस् है त एकछिन, शैतानको चरित्र त्यही त हेर्नुहोस्। जब पनि हामी शैतानको डिस्क्रिप्सन बाइबलमा पढ्छ नि, त्यो शैतानै भएको कारण पनि त्यही हो नि त। उसँग 1/3 एन्जलले खस्यो किन भन्दा उसले उसमा घमण्ड आयो क्या। उसलाई चाहिँ भन्नुपर्दा अहिलेको क्वायर डाइरेक्टर थियो क्या, त्यो भन्छ क्वायर डाइरेक्टर, तर उसमा चाहिँ के घमण्ड आयो, म जस्तो खतरा कोही छैन, उहाँ गिरे परमेश्वरको दृष्टिकोणबाट। द्याट्स हाउ ही बिकेम सेड। मेरो लागि चाहिँ त्यसरी बाइबलले दृष्टिकोण हेर्दाखेरि एब्सोल्युटली। अनि त्यो चाहिँ म्युजिक मात्रै नभएर अहिलेको जेनेरेसन र विश्वासी जीवनलाई निहाल्दाखेरि धेरै अगुवाजन पास्टरबाहरू पनि जस्तै एउटा साह्रै नराम्रो बुझाइ र साह्रै नराम्रो ट्रेन्ड आएको छ जुन चाहिँ सेलिब्रिटी पास्टर अनि सेलिब्रिटी के अरे वर्सिप सिङ्गर। अनि यस्तो कुराहरू चाहिँ कतिसम्म यो शब्दहरू र यो बुझाइहरू चाहिँ कतिसम्म सही हो र यसलाई के भन्नुहुन्छ? एउटा सिधा सिम्पल भाषामा भन्नुपर्दालाई चाहिँ मण्डलीले चाहिँ संसारलाई प्रभाव पार्ने हो खासमा चाहिँ बाइबलले दृश्यमा। तर यहाँ चाहिँ संसारले मण्डलीलाई प्रभाव पारेको स्थिति छ। बाहिरको चलन चाहिँ भित्र छिरेको छ। वास्तवमा चाहिँ मण्डलीले चाहिँ संसारलाई प्रभाव पारेर मण्डलीको संस्कृति चाहिँ संसारमा चाहिँ लागू गर्ने अभ्यास गर्ने र मानिसहरूले चाहिँ परमेश्वरतर्फ चाहिँ हामीले ल्याउनु पर्ने। तर यहाँ चाहिँ उल्टो भइराखेको छ। यहाँ चाहिँ संसारको कुराहरूले मण्डलीलाई चाहिँ प्रभाव पारेर मण्डलीलाई चाहिँ संसारको संस्कृति र चाहिँ ढकिलिराखेको छ। अनि यसको सिम्पल कुरा के भन्दाखेरि हामी पास्टर अगुवाहरूले वचन पढ्न छोडिसकेका छौँ, प्रार्थना गर्न छोडिसकेका छौँ, हामीले आत्मा अनि सत्यतामा आराधना गर्न छोडिसकेका छौँ। अहिले सबै एआईको जमाना आयो। हेर्नुहोस्, म वचन मेरो भोलि शनिबार वचन छ, म शुक्रबारसम्म वचनै बाँड्दिनँ। किन? इन्टरनेटमा टुरुङ्गै टाइप गर्छु, वचन सुने भोलिलाई आइहाल्छ, त्यही गएर म दुईवटा भनिदिन्छु। अनि कसरी त्यो मण्डली स्वस्थ हुन्छ? कसरी चाहिँ संसारले त्यो मण्डलीलाई प्रभाव पार्दैन? लु भन्नुहोस् त। आत्मिक रूपमा स्केलेटन जस्तै भइसकेको छ मण्डलीहरू अहिले। अनि त्यसको सबै कारण चाहिँ यो, र म चाहिँ यही भन्न चाहन्छु कि पास्टर अगुवाहरू हामी बाइबल पढौँ, हामी प्रार्थनाको जीवन जियौँ। हाम्रो मण्डलीमा हामी अगुवापनको एउटा टोपी मात्रै लाएर होइन, तर साँचो डिसाइपलसिप चेलापनमा हामीले अरूलाई डोर्यौँ, प्रभुमा हुर्क्यौँ र आत्मा अनि सत्यतामा आराधना गर्ने पास्टर अगुवाहरू हौँ। भोलि गएर हामीले ती संसारको सेलिब्रिटी व्यक्तिहरूलाई चाहिँ हामीले प्रभुको एउटा राम्रो सिपाहीहरूमा परिणत गर्न सक्छौँ, instead of we becoming celebrity people. अनि यो कुराहरू गर्दै गर्दा अब अन्तिममा हामी आइसक्यौँ। अन्तिममा चाहिँ यही कुरा म एउटा सेयर गर्न चाहेँ। उसलाई यशायालाई पनि यस्तै कुरा, यही कुरा यशायालाई पनि ऊ चाहिँ के अरे पवित्र स्थानमा प्रार्थना गरिरहेको बेला उसले पाएको दर्शन लेखेको रहेछ यशाया 6:3मा। अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिएको छ। भनेपछि हामीले संसारमा हुँदाखेरि पनि र स्वर्गमा पनि त्यही कुरा हामीले प्रकाशमा देख्दै थियौँ। तर संसारमा पनि हामी चाहिँ स्वर्ग कुर्नु परेन, तर संसारमै त्यो कुराहरूले उहाँको के कुराले गर्दा उहाँको महिमा हुन्छ अनि त्यही कुराले चाहिँ उहाँको आराधना हुन्छ। अनि त्यही कुरा चाहिँ हाम्रो जीवनशैली बन्यो भने, अनि त्यो भयो भने चाहिँ हामीले संसारको गीत गाउनु पर्ने, संसारको गीतमा रमाउनु पर्ने, अनि संसारको गीतको पछि दौडिनु पर्ने आवश्यकता पर्छ जस्तो लाग्दैन। जहाँनिर परमेश्वरको वचन, परमेश्वरको भजन र परमेश्वरको आराधना गर्नमै हामी व्यस्त भयौँ भने त्यो सायद रेभेलेसनमा लेखिएको स्वर्ग यही संसारमै हामीले अनुभव गर्दै गर्न पाउँछौँ होला जस्तो लाग्छ मलाई कतिपय अवस्थाहरूमा चाहिँ। अनि त्यो भनेकै भोलि माथिको कुरामा ध्यान देऊ तिमीहरूले भन्दै गर्नुहुँदा प्रभु येशूले तिमीहरूले संसारको थोक होइन माथिको कुरामा ध्यान लगाऊ
भन्दै गर्दाखेरि त्यही कुराहरू हो माथिको कुरा, जसले गर्दाखेरि चाहिँ भोलि हामी अघि तपाईँले भन्नुभयो जस्तै भोलि हामी शरीर त्यागेर जाँदाखेरि पनि एउटै मात्रै लिएर जाने कुरा चाहिँ उहाँलाई गरिएको त्यो आराधना अनि त्यो आराधनाको जीवन, सायद त्यही कुराले उहाँको आराधना हुन्छ होला। अनि तपाईँ अब अन्तिममा आएर तपाईँ एउटा असल के अरे आराधक हुनको लागि र एउटा असल परमेश्वरको जन हुनको लागि अनि एउटा असल वर्सिप लिडर हुनको लागि के कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँको अहिलेसम्मको अनुभव र तपाईँको वचन अध्ययन र परमेश्वरले देखाउनु भएको ज्ञान र बुद्धि र परमेश्वरले देखाउनु भएको त्यो दर्शनको आधारमा तपाईँ के भन्नुहुन्छ, कस्तो कुराहरूमा ध्यान दिनुपर्छ होला? मैले देखेको चाहिँ अब हामी चाहिँ एकदम परमेश्वरप्रति थ्याङ्कफुल हुनुपर्छ कि जुन परिवेश र परिस्थितिमा हामी बाँचेका छौँ होइन। एउटा समय थियो कुनै पनि थियोलोजिकल रिसोर्सेसहरू थिएनन् पास्टर जगहरूको लागि र बाइबलको यत्रो गहिरोतामा पुग्नको लागि कुनै टुल्सहरू थिएन। तब आजको समयमा हेर्दा हामीलाई परमेश्वरले पर्याप्त मात्रामा रिसोर्सेस हाम्रो लागि राखिदिनु भएको छ, त्यसको हामी सदुपयोग गरौँ होइन। समय परमेश्वरको वचन पढ्नलाई, प्रार्थना गर्नलाई, आराधनाको जीवन जिउनलाई, चेलापनमा र साँचो सुसमाचारको जीवन जिउनलाई चाहिँ हामी अग्रसर हौँ। अनि जब त्यो गर्दै गर्दाखेरि एउटा पास्टरले जब एउटा आराधना, म अस्तिको हप्ता मात्रै हामीले वर्सिप टिममा यो कुरा सिकिराखेका थियौँ, यदि हामीले पक्का परमेश्वरको वचन अनुरूप हामी आराधना गऱ्यो भने नि त्यो आराधना चाहिँ यस्तो ठाउँ र यस्तो परिवेश र समय अरे कि आत्मा अनि सत्यतामा जब हामीले आराधना गर्छौँ नि त्यसले एउटा यस्तो खालके ठाउँको सृजना गर्छ अरे कि मानिलिनुहोस् एउटा भित्तामा सानो प्वाल बनाएर होइन तपाईँले च्याएर अर्को पार्टी के छ भनेर देख्नुहुन्छ नि, एक्ज्याक्टली जब हामी आत्मा अनि सत्यतामा चाहिँ हामीले परमेश्वरलाई आराधना गर्छौँ भने चाहिँ नि हामीले एउटा प्वालबाट उता के छ भनेर च्याए जस्तो हामीले स्वर्ग देख्न सकिन्छ अरे क्या, थ्रु द लेन्स अफ वर्सिप। त्यति ब्युटिफुल कुरा छ आराधना, किनभने आराधनामा चाहिँ त्यो विशेषता छ क्या। जब हामी परमेश्वरको आराधना गर्छौँ नि, मैले भने नि परमेश्वरलाई हामीले आराधना दिएको होइन क्या वास्तवमा, तर थ्रु वर्सिप चाहिँ हाम्रो आफ्नै पहिचान हामीले पाउँछौँ र भोलि स्वर्ग कस्तो देखिन्छ भनेको नि झलक परमेश्वरले थ्रु वर्सिप हामीलाई देखाउनुहुन्छ। त्यस्तो महत्त्वपूर्ण कुरा छ। त्यसले गर्दा मैले अन्तिममा भन्ने कुरा चाहिँ यही हो कि एउटा विश्वासीले यो सेकुलर म्युजिक सुन्नु हुन्छ कि हुन्न भन्ने यो प्रश्नलाई चाहिँ हामीले इतिहासबाट मेटाइदिउँ है। कसरी मेटाउने त पास्टरजी भनेर मलाई कसैले सोध्यो भने जतिले पनि भजन लेख्नुहुन्छ तपाईँले बाइबल परमेश्वरको वचन पढ्नुहोस्, प्रार्थना गर्नुहोस्, परमेश्वरसँग त्यो शब्दहरू माग्नुहोस्, तपाईँले त्यो भजनहरू लेख्नुहोस् जसले मान्छेको सबै होइन इमोसनल के अरे स्पिरिचुअल मात्र नभएर उसको मेन्टल, इमोसनल, सोसियल निड्सहरू पनि परमेश्वरले त्यो भजनहरूबाट जुटाउन् ताकि मान्छेले त्यो प्रश्नै नगरून् इतिहासमा कि क्रिस्चियनले सेकुलर म्युजिक सुन्नुहुन्छ कि हुँदैन। त्यसको लागि के चाहियो? त्यसको लागि यही चाहियो कि 100% कमिटमेन्ट टु द लोर्ड, 100% परमेश्वरप्रति त्यो मान्छेहरू समर्पित हुनु पर्यो। वचन, प्रार्थना, आराधना, सुसमाचार र को यो जीवन चाहिँ उसले वचनमा बोलीमा मात्र होइन तर आफ्नो जीवनमा अभ्यास गरेको हुनु पर्यो। हामी गरौँ भन्छु म सबैलाई। अनि जसले हामी जब यो कुराहरू हामी गर्छौँ सायद परमेश्वरले हाम्रो जीवनलाई प्रयोग गरेर इतिहासमा यो प्रश्नलाई चाहिँ पर्मानेन्टली मैले मेटाइदिनुहुन्छ भनेर म अपेक्षा गर्छु। ब्युटिफुल एकदमै मिठो कुराकानी भयो। अनि त्यही नै कन्क्लुजनमा अहिले आउनु पर्दाखेरि चाहिँ हामी विश्वासीहरूले नै अलिकति धेरै प्रेयरफुली होइन हामी चाहिँ कसरी चाहिँ त्यो खाँचोहरूलाई, आवश्यकताहरूलाई हामीले चाहिँ फुलफिल गर्दै जाने, पुरा गर्ने भन्ने कुरामा हामीले अझ धेरै प्रार्थना गरेर त्यो खाली ठाउँहरूलाई भर्दै जानु आवश्यक छ। अनि अझ त्यसलाई छोटोमा समराइज गर्नुपर्दा चाहिँ यदि तपाईँको दिमागमा त्यस्तो कुनै प्रश्नहरू आइहाल्यो भने पनि अघि पास्टरले कोट गर्नुभएको फिलिपी 4:8लाई फेरि पनि तपाईँले आफ्नो बाइबल पल्टाएर हेर्नुहोस् अनि त्यो 4:8मा फिट हुन्छ भने त्यो अनुसारले आफ्नो के अरे चोइसेसहरू निर्णय लिनुहोस्। अनि त्यसलाई अझ एक लाइनमा भन्नु पर्दाखेरि चाहिँ जुन कुरा गर्दाखेरि, जुन कुरा गाउँदाखेरि, जुन कुरा गर्दाखेरि, जे गर्दाखेरि, खाँदा बस्दा उठ्दा हिँड्दा जे गर्दा पनि परमेश्वरको महिमा होस् भन्ने पहिलो कोरिन्थी 10:31 पहिलो कोरिन्थी 10:31 त्यसले भने जस्तै गरेर हाम्रो जीवन चाहिँ त्यस्तै होस्। अनि एउटै मात्रै प्रश्न तपाईँलाई त्यसमा पनि उत्तर आएन भने चाहिँ डज दिस
honor and glorify God, मैले केही पनि गरेँ भने यसले परमेश्वरको महिमा र आदर हुन्छ कि हुँदैन त, यो प्रश्न आफैले आफैलाई सोधेर त्यसबाट जे उत्तर आउँछ त्यही निर्णय गर्नुहोस् भन्दै। अनि म लास्टमा चाहिँ यो भनिहाल्छु, यदि त्यो प्रश्न तपाईँले आफैले गर्दै हुनुहुन्छ कि क्रिस्चियनले चाहिँ होइन सेकुलर म्युजिक सुन्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न बोकेर तपाईँ डिबेट गर्दै हुनुहुन्छ भने आज चाहिँ म तपाईँलाई यो प्रश्न म गरेर अन्त्याउन चाहन्छु। हुन्छ, के तपाईँ र मैले परमेश्वरको निम्ति मण्डलीमा गाएको भजनहरूले चाहिँ परमेश्वरको महिमा पक्कै भएको छ कि छैन त? के त्यो भजनहरू बाइबलले छ कि छैन? आइन्दादेखि आउँदो दिनहरूमा तपाईँले ती भजनहरू पनि इभ्यालुएसन गर्नुहोस् र त्यो भजनहरू मात्रै गाउने गर्नुहोस् मण्डलीमा, जुन भजनले चाहिँ पक्कै त्यो बाइबलीय छ अनि परमेश्वरको महिमाको निम्ति त्यो उपयुक्त छ, त्यो भजनहरू गाउनुहोस्। भोलि त्यो प्रश्न गर्न तपाईँ र मैले छोड्नेछु। आमेन। एकदमै ब्युटिफुल। मलाई आशा छ हामी सबैजना आजको यो हाम्रो कुराकानीबाट आशिषित भएका छौँ र भावी दिनहरूमा पनि यस्तै यस्तै विविध विषयहरूमा तपाईँहरूसँग हामी जोडिन चाहन्छौँ र तपाईँ यस्तो कुनै पनि विषयवस्तुहरू छ तपाईँहरू सुन्न चाहनुहुन्छ र त्यसमा स्पष्ट हुन चाहनुहुन्छ भने हामीसँग जोडिनु होला। युट्युबमा, फेसबुकमा, इन्स्टाग्राममा, टिकटकमा हामीलाई जतासुकै देख्न पाउनुहुनेछ। भविष्यको दिनहरूमा हामी अहिले नै पनि छौँ तर भविष्यको दिनहरूमा अझ एकदमै सशक्त रूपमा देख्नुहुनेछ। जोडिनु होला, फलो गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला, जसो जसो गर्दा जोडिनु सजिलो हुन्छ। इमेल पनि लेख्न सक्नुहुन्छ, हाम्रो इमेलहरू छ। अनि त्यसरी जोडिनु होला। आजको लागि चाहिँ यो एकदमै अमूल्य समयको लागि हाम्रो पास्टर जास्पर प्रेम गुरुबालाई पनि धेरै धेरै धन्यवाद दिँदै हामी सम्पूर्ण श्रोताहरूसँग बिदा हुन चाहन्छौँ। जय मसीह। जय मसीह।